आजको यो छोटो भिडियोमा हामी सबैभन्दा प्राचीन ग्रन्थ वेदको बारेमा बुझ्नेछौँ। वेदको विषयमा जति बोले पनि कम हुन्छ। यो छोटो जानकारी मात्रै प्रस्तुत गर्छु। सर्वप्रथम 4 वेद र प्रत्येक वेदमा के विषय वर्णन गरिएको छ भन्ने कुरा बुझौँ। पहिलो ऋग्वेद। ऋग्वेद संसारकै प्राचीनतम ग्रन्थ मानिन्छ। यसमा करिब 1000 भन्दा बढी सूक्तहरू छन्। अग्नि, इन्द्र, वरुण, सोम, मरुत जस्ता देवताहरूको स्तुति यसमा गरिएको छ। प्रकृति पूजा, सृष्टि दर्शन र आर्य सभ्यताको प्रारम्भिक जीवनशैली ऋग्वेदको मुख्य विषयवस्तु हो। दोस्रो यजुर्वेद। यजुर्वेद कर्मकाण्ड प्रधान वेद हो। यसमा यज्ञ, हवन, बलि, पूजा र वैदिक संस्कार कसरी सम्पन्न गर्ने भन्ने विधि दिएको छ। राजसूय, अश्वमेध जस्ता यज्ञहरूको स्पष्ट विधान यजुर्वेदमै पाइन्छन्। तेस्रो सामवेद। सामवेद गान र सङ्गीतसँग सम्बन्धित वेद हो। यसका अधिकांश मन्त्र ऋग्वेदबाटै लिएका छन्, तर तिनीहरू गाएर पाठ गरिन्छन्। सामवेदलाई शास्त्रीय सङ्गीतको मूल आधार मानिन्छ। चौथो अथर्ववेद। अथर्ववेद जनजीवनसँग प्रत्यक्ष सम्बन्धित छ। यसमा रोग निवारण, औषधि, मानसिक शान्ति र घर परिवारका समस्याको समाधान आदि पाइन्छन्। समाज, राजनीति, धर्म र दर्शन सम्बन्धी विचार अथर्ववेदमा स्पष्ट रूपमा उल्लेख गरिएका छन्। निष्कर्षमा भन्नुपर्दा ऋग्वेद देवस्तुति र दर्शन, यजुर्वेद कर्मकाण्ड र यज्ञविधि, सामवेद सङ्गीत र स्तुतिगान, अथर्ववेद जनजीवन र व्यवहारसँग सम्बन्धित छन्।